कमलामाथि विशालले चक्कु प्रहार गरिसकेको छ। जसरी पनि रामकै जित भएको थियो, तर यतिकैमा विशालले चक्कु प्रहार गरिसकेपछि कमलालाई लागेको छ गाउँको सबै मान्छेहरू अब विशाललाई त्यतिकै छाड्दैनन्। सबै मान्छेहरू रिसको कमलालाई त्यस्तो भइसकेपछि सबैजनाहरूको आँखामा पुरै बदलाको भाव देखिरहेको छ। अब सबैजना गाउँलेहरू मिलेर कमलालाई न्याय दिनुपर्छ। यदि कमलाको मृत्यु नै भएको हो त साथीहरू, तपाईहरूलाई के लाग्छ कृपया कमेन्ट गर्नु। यदि कमलाको मृत्यु नै भएको रहेछ भने रामले विशाललाई पनि कमलालाई जस्तै अवस्थामा पुर्याउनु पर्छ, यानि कि विशाललाई पनि मारिदिनु पर्छ रामले। त्यस्ता नेताको छोराहरूलाई पुलिसको जिम्मा लगाएर केही हुँदैन, किनकि फेरि पनि उनीहरू निक्लिन सक्छन्। त्यही भएर यदि कमलालाई विशालले मारेकै हो रहेछ भने जसरी पूजाको न्यायको लागि राम लडेको थियो, त्यसै गरी अब पूजा र कमलाको न्याय, दुवैको न्यायको लागि रामले विशाललाई जसरी भए पनि मार्नै पर्छ भन्ने जति को हुनुहुन्छ कृपया कमेन्ट गरिदिनु होला है त।